छोरासँग त त्यहाँ आऊ होला नि यो रोडमा त भनेर नि अनि यो पनि त त्यस्तै त हो नि क्या यो चाहिँ पन्छ राम्रो यहाँसम्म लगाइदिनुपर्छ क्या टिका हुन्छ अम्म के हो चौटा मात्रै गरिदिने सो हेलो एन्ड नमस्ते एभ्रिवान हजुरहरूलाई मेरो आजको नयाँ ब्लगमा स्वागत छ। आजको मेरो नयाँ ब्लग स्टार्ट गर्नुको तात्पर्य भनेको चाहिँ आज हजुरहरू सबैलाई थाहा छ ह्याप्पी तिहार। ह्याप्पी तिहारमा आज तिहारको तयारी हुँदैछ गाइजहरू है। सम्पूर्ण देश विदेश तथा नेपालमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनी आमा बुवा सबैलाई ह्याप्पी तिहार। ह्याप्पी तिहारको शुभकामना सबैजनालाई। अब मेरो आज तिहारको दिन विशेष के हुन्छ अब हेर्दै गर्नु होला, अब लास्टसम्म हेर्नु होला, थाहा भइहाल्छ गाइज। अब हजुरहरूले मेरो यो ब्लगलाई लाइक सेयर सब्सक्राइब गर्नुभएको छैन भने गएर लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला। यति भन्दै आजको तिहार स्पेसल हजुरहरूको राम्रो रहोस् र के हुँदैछ हेर्दै गर्नुहोला है। ल गाइस बच्चा पार्टीहरू रेडी हुँदैछ, बच्चा पार्टी रेडी भइसक्यो। अरू भान्जी रेडी भइसक्यो, भान्जी रेडी 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 भएको भएन भनिदेऊ, भनिदेऊ न, भनिदेऊ न रेडी कि न रेडी? रेडी भान्जी रेडी, छोरी रेडी, भान्जो रेडी। के चाहियो अरे तपाईँलाई? के चाहियो अरे भन्नु त? रक्सी दारू होइन अघि हातले देखाउनु भएको थियो नि, हातले देखाउनु भएको थियो नि कस्तो अरे ए के आयो होला अरे? छोरासँग त त्यहाँ आऊ होला नि यो रोडमा त भनेर नि अब त छोरासँग छोरा चाहिँ के हो र छोरासँग आउने आउँदैन त्यस्तै केही नै। ल काका र रेडीको यहाँ पार्टी चलिरह यहाँ। लगाइस पार्टी खाने भ्याउने है यहाँ काका खाने होइन त खाने हो। लगाइस हाम्रो चाहिँ सामानहरू यहाँ रेडी भइसकेको छ है, अलिअलि रेडी भइसकेको छ, रेडी हुँदैछ। भाइ मसलाहरू उता छ, यो चाहिँ अहिले फुलहरू अनि त्यसपछि गएर के हो यो अन्डा रहेछ, मासु रहेछ है। यो चाहिँ अब हाम्रो आङ्गीको होला, आङ्गी ल्याउनु भएको। यो बहिनीहरूले रेडी गर्दैछ है, सबैजनाले रेडी भइसकेको छ। ल रेडी 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 पोजिसनमा। त्यो 5 किलोको हम्बर चाहिँ छैन। किन हम्बरले कहाँ फुटाउने काका? ताउ ए त्यो चाहिँ भने म त ताउमा हान्ने भने क्या काकाले। म त काकाले टाउकोमा हान्ने भन्नुभयो क्या भनेर भन्दाखेरि अब यता यो मेरो भान्जी हो। तिमीले पनि टिका लाउने हो? दादा टिका लाउने हो? काट्नु पर्ने हो खै। काकाको त टिका नि चिप्लिन्छ कि क्या हो काका? अब तेल लाउनुपर्छ काका टिकै चिप्लेला जस्तो लाग्यो नि त के केराको पातको रेडी 1 2 3 गो छोड दिनु ल बाबु बसिहाल्छ अब सानी ओछाड अब यो उमेरमा घोडा टेक्ने हैन के आङी सानी आउ किसा गर्दिन्छ सानी आउ
साडी छोड न त्यो किन समातिर आऊ यता आऊ जाऊ त यहाँ बस ल ल जान कृष्ण अब कर गरे त एउटा टाउकै टिका कि माला मैले बेसी सुन्ते उति कर गरे त ल टिका है के गर्ने माला यसले 8 वटा टिल्टीले पनि छ के निधारमा सप्तरङ्गी ठिकार नभए 7-8 मात्रै लगाइदिनु त मिलाएर भइरहेको काका के छ भने के छ आहा अनि यहाँ यो सबै ल ल ल ल पहिले लगाएर ए बा सक्यो न त्यसको बाटो हुनु थियो भेट्ला छोराले यो अहिले होइन नि त अहिले एकछिनमा हो यसको नि यसको नि टाइम आउँछ है अहिले आफ्ना टाइम आएगा भन्ने न हतार भइसकेको छ हतार भयो हे तेरिका त्यो ट्याम त्यसको ट्यामै होइन काका अनि तपाईँको त यहाँ माथिसम्म लाउनु पर्छ जस्तो छ नि त टिका त कहन त कहाँसम्म लाउने हो यहाँसम्म लगाइदिनु पर्छ क्या टिका हुन्छ चिल्लो छ त यार ल यता एक टोली लाउँदै हुनुहुन्छन् अर्को टोली यता रेडी हुँदैछ ए अर्को टोलीमा यहाँ हाम्रो रुजेन डाउन हुनुहुन्छन् रुजेन यता हाई गरिदियो हाई अघि नै लाउनु पर्ने त्यो त होइन यो वर्षमा सधैँ लाउने वर्षमा लाउने कुरा नि जहिले नि कहिले के बिर्सिने आइ त्यत्तिकै हो त्यत्तिकै अब यसो खनाउनु न हातमा थाप्नु न अँ हो अब कता लगाइदिनु त तेल चाहिँ ए त्यतिले गर्दा अलिकति हो र टन्नै के भ्याउँछु भनेर कति चाहिँ त्यो माया चाहिँ ल ल ल आङी ल ल ल ल ल ल भ्याउँछ भनेर होइन ल भयो थ्याप 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 यस्तो के भन्छ यो आङी त्यो नानी बढ के भन्छ नि त्यसलाई नानी बढ गरिदिनु एकचोटि यही दिनको लागि त खाइदिनु काका जोकार आम्मा के हो के को छैन त्यो चाहिँ मन काका टुटुङ गर्नु यस्तो ट्यान ट्यान भाइको कपाल तालु दाइको आइटम छ जोस् त्यो पढाइ हो जोकर बनाइरहेको उ त्यही छ त यहाँ उ यसमा त्यो चाहिँ चोखो भयो अनि यो पनि त त्यस्तै त हो नि काका यो चाहिँ पञ्चर अब दुईचोटि हुन्छ त्यहाँ आइपुगेपछि अगाडि निधारै खतरा के तेरि भाग्यमानी भएर क्या यार ठुलो निधार भएको भाग्यमानी भएर क्या काका निधार भन्दा नि मेरो भाइहरूको टाउकोमा टिका लगाइदिनु मन लाग्छ पहिला माल लागेको चाहिँ टाउको लाग्यो रिङमै गर्नु त्यही हो नि त दाइबाट सिङ्गलै होइन त्यो अम्लाले झ्याप्की झ्याप होइन सिङ्गा किन छ बेकार ड्याङ ड्याङ औँठा छ भने जस्तो झ्याप्की झ्याप हान्दिनँ पहिला टिका लाउने औँठा छाप त पहिला त्यसै दुईटा हाल्ने राजेश हमाल कतिले अलिक किलो धर्छ अघि तिमीहरूले सम्झाएर हो नि त अटोमेटिक कर लिया ले खानेको चिन्ता काकालाई दारू खाने रे कहिले टिका लगाइदिनु पऱ्यो नानीलाई माला लाउनु पऱ्यो नि पहिला माला भने त लगाइरहने टिका लगाइसकेपछि त हेर हेर प्रभु नसक्ने भयो नि यो काकालाई ऊ आङी यता दियोमा पर्ला है अब रह्यो बाँकी के
अब बाँकी भनेको आगे बाँकी भनेको भाइहरूलाई चाहिने के हो त्यही अब अब यही पाइयो नि अब यो देख्नुभयो ल झ्याप कि झ्याप आम समाउनु झ्याप समाउनु काका अनि त्यो अब भागैदिनु हो अब मेरो अगाडि त यो त्यही राखिदिनु अलि नपाउला कि जस्तो छ हा त्यो चाहिँ अलि नपाउला कि जस्तो छ यो कति यु गरेर अचार होइन मिसाउला नि के हो बिमिरो उचाल अनि काका भाइलाई छोएर ल्या अब के हो चोक्टा मात्रै झोलकै त आमा झोल पनि आए काका मेरो हैन यता चाहिँ यो नि हो काकाले यहाँ पुरै कोट्टै झिक्नु लाउनु भयो है स्वाट झिक्ने हो ए बा टन्ने रहेछ त यार काका गरिदिने हो त काका अच्छा अब त्यो त जाँदैन जे गर्छ हैन त कति कडा हो रङ त तन्नु आमा हेर लुकाएर त्यही भएर पो काकाले पुरै यस्तो त्यो लुकाइ राखेर चाहिँ किन लुकाएर किन कोटायो भने त तपाईँ नि सौरा गएको थियो र कहाँ सौरा मात्रै सरचोकमै आउँछ सौरा चोकमै आयो बेला बेला सरचोकमा आउँछ कुमदेखि हातसम्म ए पोखरी बाँकी छ नि त कति बिस्तारै भयो अलिकति छुने मात्रै हो अहिले ओ सिलले माला र उ समाते भयो अनि मिला त्यसलाई चट्टा तोडे बाँकी रहन्छ त अनि आएपछि ड्याङ हो नि छोड्ने चान्सै छैन होइन ए आमा एकैचोटि हो एकचोटि एकैचोटि हो ए ल दुईटा देखि त्यहाँ बिर्सेर हाल्दा के के खाएको बाबुलाई अन्डा बोक्न सक्छ रुजन आम्मामा कति धेरै आएको थियो देउन पहिला अरू बेला पिटे नि यो बेला त ढोक्नु पर्छ ढोगा ढोगा चाहिँ त्यसले ढोगेको टिका नलागा ल आशिष दिँदै लाग्यो बाबु पर्पल आशिष दिँदै दिदीलाई के भन्न मगा भन कसरी दिन्छ अरे के भन्न मगा भन छिटो छिटो विदेश जानु भन्न कमाएर मलाई पैसा पठाइदिनु ध्यान नगर्नु भन्न मलाई आइफोन पठाइदिनु मन मनाइदिरहेको विदेश अर्कायो उ त के अरे विदेश लाइले सब कलर लगाइदे येल्लो लगाइदे अनि लास्ट माथि फेरि रातो हेरिराखे यस्तो बनाउने कुन कलर मिलाउनु पर्यो नि त हैन ओरेन्ज लगाइसक्यो अहिले जुन लगाइदिनु हुन्छ माथि लगाइदियो अब माथि एउटा पर्पल लगाइन त्यसले पर्पल र लगाइन हो पर्पल लगाइदिएको बाबु यतिकै बस्यो नि त कस्तो खुसी लाग्यो अहिले एकछिन पछि बाँकी ढोकेको मान्छ कस्तो भइरहेको एकदम बाबा कस्तो गोरा हुँदो रहेछ नि वाह मान्छे राम्रै हान्छ कति हजारको क्यान लिएर ल घुमौँ न घुमौँ यहाँ राम्रो आएको कि गोरी आएको कि तपाईँ कस्तम मान्छे हान्छ छैन त माग्नु कालो पो भन्छ त्यो चाहिँ अलि नसो है गाईको त्यो गाईको बसेको त्यो त चिप्लो लागिरहेको त्यसरी भेला लगाउनु पर्दैन त अलि यो मैले राखिदिएको मैले खाएँ नगरे अप्ठ्यारो ए साइड छ फेरि लाग्छ मैले बनाएको कान्छै छोडिन्छ अनि दुईचोटि अब आयो भने भन्दै हो खाँदै हो एउटैले नि हुन्छ उयो यसमा
त्यो पेपरमा लेख्दै अन्तिर फोटो खिच्ने मान्छेहरू फोटो खिच भनेको फेरि गीत गाउँछ नि ओरेन्ज लगाएर एउटा सिङ्का तीनजना हैन यसरी गर्नु यसरी यता हेर्न दिदी बाबु त खाने बसिरहेको मैले देखाउन जान्दैन देखेछ ल हाम्रो त यस्तो छ यहाँ ल ल भयो दिदी गोजी भारी भएमा मलाई दिँदा हुन्छ है ओहो आफ्नो ढोके हुन्छ टिका काकाको त नाकमा लगाइदिनु पर्ने हो कि ओ अर्को गोरु निस्क्यो अर्को गोरु यत्रो मै कसरी बोकिन्छ अब म बोकिदिन्छु केही छैन यो मिठाई त यस्तो छ मलाई ल मलाई रे पहिले खै अर्को सुन्तलाहरू रोक्नु रोक्नु भयो यत्रो कहाँ बोक्छु ल बाबा